पाल्पाकै ओन पिस हो यो पनि गर्लफ्रेन्ड पनि लिएर आउन सक्नुहुन्छ गर्लफ्रेन्ड नहुने मुर्दार घरै बस सबक्क घरै बस गर्लफ्रेन्ड नहुने हेर त इभीको हालत आइसक्यौँ हामी चाहिँ नानी हाम्रो राजा दाइले बनाएको मल चाहिँ हामी आइसक्यौँ है आइसक्यौँ हामी सक्छ त कति सक्दैन नि तर रानी मलमा त यसरी हिँड्न नपर्ने लिफ्ट हुनुपर्ने थियो राजाले लिफ्ट हाल्न बिर्सेछन् दिदी जस्तोलाई धेरै गाह्रो हुन्छ यहाँ लिफ्ट हाल्न पर्यो सक्छ त सक्दैनन् तर गाइस हामी सबैले चाहिँ नि यहाँ रानीलाई खोज्नेछौँ अरे कहना क्या चाहते हो लाइट साइट रहेछ ठिक छ यहाँ माथि गएको चाहिँ 100 रुपियाँ टिकट लाग्दो रहेछ दुईजनाको 100 रुपियाँ तिरेर चाहिँ टिकट लिएर यो चाहिँ हामीले एलन मस्कसँग कुरा गरेर चन्द्रमामा बनाएको चस्मा यो चाहिँ काला डायमन्डको हामी सिनेमाटिक हान्छौँ भिडियो क्वालिटी होइन के गर्नु आएको हुन्छ होइन यता जाने यहाँ चाहिँ प्राचीन काल राख्ने गाडी गएको मैले रक्सी पकाएको भाडा त यहीँ छ त ए यहीँ रहेछ यहीँ छ दाइ समातै ल नमस्कार यो चाहिँ मैले सचुरट खाएर ठ्याक झारेर अन्त फेरि राख्ने धुलो राखेँ तेरा तो गेम बजाना पड़े यो चाहिँ प्राचीन कालका भाँडाहरू यसलाई भन्दो रहेछ सङ्ग्रहालय फोटो खिच्ने मनाइ छ भन्दो रहेछ अनि यो चाहिँ मूर्तिकलाहरू वास्तुकला मूर्तिकला हेर्नु सबैले देख्नु जानुहुन्छ निधारमा सेतो टिका लगाइदिएको छन् यिनीहरू राई र मगरहरू हो क्या त्यही भएर टिका लगाइदिएको सेतो इन्ट्री बाहिर हुन्छ सबभन्दा रमाइलो यहाँ छ एकदम रमाइलो यहाँ केही नभए पनि मिठो हावा छ स्वच्छ सुन्दर वातावरण अमिलो हावा हाम्रो आन्टीहरू चाहिँ टिकटक भन्छन् नि आन्टीहरूले त्यही बनाउँदै हुनुहुन्छ यहाँ चाहिँ अब त्यो चाहिँ त्यो तापक्रम बढ्यो भन्ने गीतमा बनाएको मास्तिर लाग्छौँ हामी बाहुबली फिल्ममा सुटिङ भएको ठाउँ हो यहाँबाट धनुष ध्यान गएको ठाउँ हो यो खत्म बाय बाय आइयो अब तपाईँहरू पनि आउनुहोस् मजा आइरहेको छ अब हामी फोटो खिच्न जान्छौँ है गाइज हामी चाहिँ अहिले हिँडिसक्यौँ अब हजुरहरूले यो भिडियो लास्ट तक हेर्नुभयो भने चाहिँ यो चाहिँ पाल्पाको एकदम इन्ट्रेस्टिङ र खतरा ठाउँ हो गनाको जुस खान्छौँ हाम्रो गनाको हेर्नु त गनाको जुस है दाइले कसरी बनाउँछ नि हेर्नुपर्छ तपाईँहरू गनाको पनि निकै जिद्दी खाछ वरिपरि साथी भाइहरू बिग्रिरहेछ चेतेको बाइकमाथि घाँटीमा सिक्री लाग्छ पढ्ने बेला बङ्क अनि +2 डिग्री काट त्यो पनि लाइफ मस्त चलिरहेछ मिडियम रहेछ गन्नाको जुस फेरि कडा टेस्ट बवाल ल दामी हुँदैछ भिडियो अब एकछिनमा स्टार्ट गर्छ यो ठाउँको नाम हो फेलु डाँडा लडुवा धुलै धुलो पिज्रो आयो हेलो सुसाइड पोइन्ट जाने बाटो यही हो
होला त्यसपछि यही बाटो जाने वालहरू ठुलो बाटो जाने माथिल्लो बाटो जाने हजुर सोध्दै सोध्दै त्यता घरहरू छ वालहरू अब भर्खरै मान्छे निर्माण कार्यहरू गरेको बा रोडको चाहिँ हजुरहरू पनि यो बाटो ल्याउनु हुन्छ भने चाहिँ अवश्य आउनु होला अवश्य पुग्ने हुनेछ यो बाटो चाहिँ होइन यो बाटो पुगिन्छ हाम्रो भर गर्नुहोस् के दुनियाँको भर नगरे हुन्छ हाम्रो भर पऱ्यो हुन्छ कि यति भएपछि चाहिँ तपाईँहरू ठाउँमा उडेको त अलिक छोपेर चिकन बनाएर खाने मान्छे ए मैले त होला यार चिकन बनाएको यस्तै शब्द प्रयोग गराएको तू मुझे गलत मत बोल तू हामी चाहिँ वान ट्री हाउस आइसक्यौँ गाइज होइन यही वान ट्री हाउस हाम्रो दाइ चाहिँ वान ट्री हाउस जाँदै हुनुहुन्छ म पनि जाँदैछु यही हो गाइज वान ट्री हाउस पाल्पाकै ओन पिस हो यो पनि खतरा ठाउँ है खतरा ठाउँ वान ट्री हाउस हाउस त छैन तर वान ट्री हाउस जङ्गल छ हामी अघि उतै डाँडामा पुगेको थियौँ देखाइदेऊ त त्यो डाँडामा पुगेर फर्केकै बाटो नचिनेर यो त्यो माटो खनेको ठाउँ छ नि जुम गरिदेऊ त हो त्यो डाँडामा पुगेर फर्केर आएको यार यतादेखि आउनुपर्ने रहेछ खासमा हामी यो डाँडा पछाडिदेखि घुमेर आउनुपर्ने रहेछ त्यहाँको दुईजना सुड्डीहरूले चाहिँ यतादेखि जान्छ भन्दाखेरि हामी यो बाटो आएको तर यो बाटो आएको भए चाहिँ हामी तल झरेर फेरि आउनु पर्थ्यो त्यहाँबाट आउने चाहिँ के बाटो आयो हो हामी यो बाटो सर्टकट फेरि घुमेर यतैबाट आयौँ अब हामी यहाँबाट फेरि सुसाइड पोइन्ट जान्छौँ यो वान ट्री हाउस आयो अब ल सुसाइड पोइन्ट अब हाम्रो अर्को भिडियो चाहिँ सुसाइड पोइन्ट है त हामी यत्रो टाढा यस्तो बाइकमा आएर चाहिँ मलाई चाहिँ हाम्रो समय चाहिँ खर्च भयो जस्तो लाग्दैन मलाई होइन ठाउँ चाहिँ बबाल छ होइन हजुरहरू पनि आउनु यस्तो छ कडा छ ठाउँ चाहिँ फेरि यहाँबाट तल खसियो भने चाहिँ अया भन्नु पनि पाइन्न फेरि त्यस्तो कडा छ ठाउँ चाहिँ यही हो यहाँ त्यो चल छिर्छौ र छिर्दैन यस्तो छ यार थ्याट हेर्दै रिगाउँछ कसम फेरि तलतिरै गइयो लाएर खतम होला यस्तो कडा छ त हेर्दै डर लागिन्छ तर यता भिडियो देखाउ यहाँ हेर्नु नि यहाँ हेर्नु न ओ भाइ उता भुइँमा खस्न नपाउँदै मरिन्छ तर भुइँमा खस्न नपाउँदै हार्ट एट्याक भएर मरिन्छ तर हाम्रो समय चाहिँ खर्च भएन कि तर ठाउँ चाहिँ बबाल छ कि यहाँ चाहिँ अलिकति चाहिँ हावा चलेन ठ्याक्कै हावै गऱ्यो तर भन्दै होइन यहाँ चाहिँ होइन सब राम्रो क्याम्प फायरको चाहिँ अलि होइन बिस्तारै छ कुन गण्डकी रहेछ कुन हरियो देखेछ हेर होइन तर यो रानी मल पनि यही उसको होला यार गण्डकीको यतै हो क्या हो के होइन हो यो पारीको कुन गाउँ हो यसो कतिको राम्रो देखिन्छ क्लियर कतिको देखिन्छ देखिन्छ बबाल मजा आछ है गाई भिड चाहिँ लो त्यत यहाँबाट खस्यो भने त माथि झन्डामा जाम अब चाहिँ हामी झन्डामा यहाँ चाहिँ मान्छेहरू मर्छ भनेर रेलिङ हालेर चाहिँ है सुसाइड पोइन्ट यहाँदेखि खसे पार मान्छे चैट मालूम है तेरे बाप को मत सिखा चल ठाउँको नाम त्यही भएर सुसाइडमा राखेको छ यता देखाइदिउँ भिड होला धेरै छैन बढी छ होला यार यार खस्यो भने त आमा भन्न पनि पाइन्न भुइँमा नखस्दै मरिन्छ दियो हो यहाँबाट देखाउनुपर्छ हो ल हेर्नुहोस् प्रत्यक्ष प्रसारण भिर सिधै खोलामा हो क्या नदीमा तलको रोड चाहिँ कहाँ जाने रहेछ बबाल रहेछ क्या केही खानेकुरा ल्याइएन नि ओके केही छैन भाबा खाने मस्त छ ठाउँ त हाम्रो घर कता हो हामी फाइनल्ली हामी अहिले चाहिँ धेरै लामो यात्राको पश्चात हामी अहिले यो सुसाइड पोइन्टमा छौँ
यहाँ चाहिँ खासै मान्छेहरू चाहिँ हुँदो रहेछन् तर पनि सुसाइड पोइन्ट एकदमै डेन्जर छ सबैजना आउनु यो पाल्पाको सुसाइड पोइन्ट भ्यू यति बवाल छ यसलाई अलिकति संरक्षण गरेर अलि राम्रो हिसाबले बनायो भने चाहिँ एकदमै बवाल छ तर पनि अहिले चाहिँ त्यति तर यहाँ सेक्रेट छैन है त्यति मान्छेहरू अझै पनि रेलिङ सेलिङ यहाँ हेर्न सक्नुहुन्छ रेलिङ सेलिङ भाँचेर देखाइदेऊ यो रेलिङ सेलिङ यो भाँचेर यो दुईटा खुल्ला गर्छ यहाँदेखि थोरै 2 पाइला अगाडि गइयो भने ए हामी यही छ 4 किलोमिटर सिधा भिर छ यही मृत्यु हो के यहाँबाट अगाडि गएपछि गइयो के हो तर भ्यू बवाल छ हावा सिरिरी एकदमै रमाइलो छ तपाईहरु पनि आउनुहोस् होला हामी पोखरादेखि आएको म चाहिँ पोखरादेखि भ्यू हेर्नको लागि यो सुसाइड पोइन्ट भ्यू पाल्पा तानसेन रानीमहल हुँदै सुसाइड पोइन्ट आइयो अब हामी 1-2टा फोटोसोटो खिच्छौँ त्यसपछि हामी फेरि यात्रा जानुपर्ने हुन्छ गर्लफ्रेन्ड पनि लिएर आउन सक्नुहुन्छ गर्लफ्रेन्ड नहुने मुर्दार घरै बस सबक्क घरै बस गर्लफ्रेन्ड नहुने हामी गर्लफ्रेन्ड हुने चाहिँ आउँछौँ गर्लफ्रेन्ड लिएर बुढी हुने बुढी लिएर आउँछन् गर्लफ्रेन्ड नहुने घरै बस तेरो काम छैन त यो जुनीमा गर्लफ्रेन्ड नभए त्यत्तिकै राडै मर्छस् यो जुनीमा गर्लफ्रेन्ड नहुने काम मान्छे यहाँ पाप बोकेर आउने नि यहाँ गर्लफ्रेन्ड नभएको मान्छे यहाँ पाप बोकेर आउने होइन त्यो सिङ्गल लोरेङ त्यो कपाल हल्लाउँदै आउने होइन है कोही आउने नि यहाँ गर्लफ्रेन्ड नभएको मान्छे के अरे फेरि भन त त्यो ठाउँमा गर्लफ्रेन्ड नभएको मान्छे कोही आउने होइन आयो भने त्यसको टायर पङ्चर होस् बाइकको तर यहाँ गर्लफ्रेन्ड लिएर हुने मात्र आउँछ क्या हुनेको मात्रै नहुनेको त्यसैमा हात लगाइज अब चाहिँ हामी ढिलो गर्दैनौँ क्या अब किनभने हामीलाई चाहिँ भोक लागिसक्यो ल मा पुठो तातो हुन्छ यस्तै जान्छ कि झन कसरी त नि यो जाने त यो त खतरा पुठो तातो हुन्छ यार कैसा लगा मेरा मजाक अब हामी गयौँ हामी चाहिँ राँगो भएको ठाउँमा आइपुग्यौँ हामी फेरि सामान्य मान्छे होइन इट्टा जत्रो मोबाइल राँगो जत्रो बाइक त्यसपछि मान्छे त बाँको फेरि गोजीमा नाइफ यस्तै हो पारा मेरो हाई होइन
बनाएको रानी म चाहिँ गइरहेको छ हामी एकदम मिठो ठाउँ चाहिँ अब यहाँ चाहिँ बाटो यस्तो निर्माण कार्य हुँदो रहेछ त्यही भएर एकछिनमा गरौँ अरे हात पुरै पिरा भयो टक्क लाएर पाल्पामा चाहिँ अब नाइट लगभग त्यही 4-5 बजेपछि यस्तो हुन्छ कि पुरै यता फेरि हिँड्दा सब शीतल हुन्छ नि त पुरै हो यहाँ यस्तो शीतल हुन्छ यस्तो टक्क लाएर यस्तो बस्नुहुन्छ यता चाहिँ होइन कडा छ ठाउँ चाहिँ कुकुर पनि रमाइदिनु रात यस्तो शीतल छ त हो नि है हो टक्क लाएर होइन सब मान्छे दिउँसो गरिदिन्छ साँझेखेर यस्तो शीतल हुन्छ सब बाहिर निस्किनु हुन्छ नि घरबाट चाहिँ यहाँनिर यस्तो टक्क लाएर सब क्या मान्छे सब बाहिर हुन्छ 4-5 बजे अहिले चाहिँ यो पौवा होटेलबाट गोपाल सर टुरिकेमा पुरै मका मचाउँदै होइन 50 छैन होला 23-22-23को रफ्तारमा चाहिँ एकदम अगाडि छिरिसकेको छौँ हामी चाहिँ ल हामी चाहिँ आएन अब यहाँ चाहिँ बाइक रोकेर चाहिँ अब हामी माथि जान्छौँ प्रवास नाइट भ्यू प्रवासको चाहिँ यो तिर भने यतातर्फ छ हाम्रो कमल पोखरी छ झिलिमिलीमा यस्तो छ अब हामी 45को रफ्तारमा नयाँ बाटो जहाँ चाहिँ भ्लग चाहिँ कस्तो छ